धन्यवाद। टाइटल्स साथीलाई अलिक टाइटल साथीलाई उहाँले बताउनु भयो सबै जीवधारीहरूको प्राण चाहिँ रगतमा हुन्छ भन्ने सन्दर्भमा रगतको विषयमा उहाँले बताइदिनु भयो। किनभने रगतमा चाहिँ प्राण हुन्छ होइन। यो बाइबलमा पहिलेदेखि कुरा लेखिएको छ, रगत नबगाइकन पापको क्षमा हुँदैन। त्यसैले मान्छेले बलि प्रथाहरू पनि खोजे गरे होइन। तर रगत नबगाइकन पापको क्षमा हुँदैन। त्यसैले गर्दा मानवताको पापको निम्ति प्रायश्चित गर्न येशू ख्रीष्ट पनि यो संसारमा आएर सबै 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 मानवको निम्ति उहाँले आफ्नो रगत बगाउनुको निम्ति आजभन्दा 2026 वर्ष अगाडि यो संसारमा आइकन अहिले पवित्र रगत चाहिँ बगाइदिनु। यसै सन्दर्भमा हामी कार्यक्रममा अगाडि बढाउँदछौँ। अब हाम्रो प्रमुख अतिथिज्यू भुटोल नगरपालिका वार्ड नम्बर 3 का वडा अध्यक्षज्यूबाट दुई शब्द शुभकामना के विचारहरू अनि आफ्नो धारणाहरू राखिदिनु म हार्दिक अनुरोध गर्दछु। विष्णु घटालजी। धन्यवाद। यस कार्यक्रममा भव्य सभ्य रूपमा औराको सम्पूर्ण भएका यस कार्यक्रमका संयोजकज्यू लगायत सम्पूर्ण यस समितिका सम्पूर्ण पदाधिकारीहरू सदस्यज्यूहरू सल्लाहकारज्यूहरू र रक्तदान गर्न पाल्नु भएको सम्पूर्ण महानुभावहरू, विशेष गरी आजको रक्तदान कार्यक्रमलाई सम्पूर्ण रूपमा सफल गर्न आउनुभएका ब्लड ब्याङ्कका सम्पूर्ण प्राविधिक साथीहरू र सम्पूर्ण उपस्थित महानुभावहरूमा भुटोलको महानगरपालिका वडा नम्बर 3 को कार्यकर्ताहरूबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार, जय मसीह, नमस्ते। यो कार्यक्रम अति नै महत्त्वपूर्ण कार्यक्रम। मैले म संयोगवश योभन्दा अगाडिको रक्तदान कार्यक्रममा पनि म त्यहाँ सहभागी हुने अवसर पाएको थिएँ। त्यो चाहिँ ब्लड ब्याङ्क नै भएको थियो। त्यतिखेर ब्लड ब्याङ्कमा भइरहँदाखेरि मैले एउटा कुरा राखेको थिएँ कि यो कार्यक्रम ब्लड ब्याङ्क ल्याएर राख्नुहुन्छ हाम्रो आफ्नै ठाउँमा, जुन ठाउँमा यो हाम्रो यो प्रार्थना भवन छ, यही संस्थाकै भवनमा राख्दाखेरि अझ राम्रो हुन्छ कि अझ यो म्यासेज राम्रो जान्छ कि समाजले अरूले थाहा नपाएकाहरू, रक्तदान गर्न छुट्नु भएकाहरू अथवा प्रेरणा अझै नपुगेर रक्तदान गर्न मुखिलो भएकाहरूलाई प्रेरणा अझ दिन्छ कि यही पनि समाजमा गर्दाखेरि सबै धर्मीहरूले चाहिँ राम्रो चाहिँ सन्देश दिन्छ कि भनेर मैले एउटा चाहिँ अनुरोध गरेको थिएँ। सोही अनुरोध त्यो अनुरोधलाई स्वीकारेर पनि र यहाँहरूले आफै पनि मद्दत गरेर जुन भक्तले यो कार्यक्रम यही आफ्नै भवनमा आयोजना गर्नुभयो त्यसका लागि पनि म यो संस्थालाई हार्दिक धन्यवाद दिन चाहन्छु। मेरो व्यक्तिगत तर्फबाट र उनका तर्फबाट रक्तदान स्वयंमा एकदम महान दान भनिन्छ। हामीलाई थाहा हुँदैन कि कसको रगत कसलाई सङ्कट पर्दाखेरि त्यसको चाहिँ सदुपयोग हुन्छ र कसको चाहिँ जीवन बाँच्छ भन्ने ठ्याक्कै त थाहा हुँदैन। यहाँ हामीले यति धेरै रक्तदान गरेका छौँ। अब यो रगत गएर टेस्ट भएर सबै भएपछि यसलाई प्रिजर्भेसन गरेर अनि त्यसपछि आवश्यक मान्छेलाई हामीले दिइन्छ ब्लड ब्याङ्क मार्फत। तर पक्कै एउटा कुरा निश्चित के छ भन्दाखेरि आजको एउटा एक पिपल ब्लडले कसैको जीवन बचाउँछ, त्यो कुरा चाहिँ कन्फर्म छ। त्यो कुनै हिन्दूको बच्न सक्छ, कुनै
सानैदेखि फैलिएको यो जुन अहिले चाहिँ तपाईँको चाहिँ धार्मिक बन्धन जस्तो फैलिएको जस्तो देखिन्छ हो, त्यसलाई पनि हामीले सबै मिलेर एउटा सन्देश दिन जरुरी छ। यो कार्यक्रमले पनि एक खालको चाहिँ सन्देश के दिइरहेको छ भन्दा यो रगत हामीले आज क्रिस्चियन समुदायको चर्चमा गएर डोनेसन गरिरहेका छौँ। यो रगत चाहिँ अब क्रिस्चियनको हो कि हिन्दूको हो कि कसैको हो, मलाई आवश्यक हो, यो कुनै चाहिँ सरकारको विषय छैन। एउटा मानवले चाहिँ बचाउने काम अहिले महत्त्वपूर्ण भूमिका खेल्छ। यसका लागि सबैभन्दा माथि मानवता हो, मानवता जोगाउनु पऱ्यो, जीवन जोगाउनु पऱ्यो। हामी धर्म भनेको हाम्रो आस्थाको विषय हो। हामी आफूले एउटा चाहिँ अहिले हाम्रो एउटा कन्सेप्ट के छ भने राज्यको धर्म हुँदैन, त्यस कारण हाम्रो राज्य अहिले धर्मनिरपेक्ष राज्य छ। तर मानिसहरूको धर्म हुन्छ, जनताको नागरिकको धर्म हुन्छ, उहाँहरूलाई आस्था राख्ने एउटा अधिकारको विषय हो। कसैले क्रिस्चियनिटी मान्नुहुन्छ, कसैले हिन्दू मान्नुहुन्छ, कसैले तपाईँको चाहिँ मुस्लिम धर्म मान्नुहुन्छ होइन। तर धर्म जे माने पनि हामी हामी मानव हो, हामी नेपाली हो। नेपाली बिच हामी चाहिँ जुन ढङ्गले परम्पराकालदेखि परापूर्वकालदेखि जुन ढङ्गले मिलेर एउटा चाहिँ सामाजिक सद्भावको साथ बसेका छौँ, यो कार्यक्रमले त्यो सद्भाव मेन्टेन गर्नको लागि, त्यो सद्भाव कायम राख्नको लागि एउटा सन्देश दिएको मैले महसुस गरेको छु। यसर्थ पनि यो कार्यक्रम निकै महत्त्वपूर्ण कार्यक्रम छ। यस्ता कार्यक्रमहरू हजुरले राख्नु भएको छ, अरू धार्मिक संस्थाहरूले पनि राख्नु, सबैले एउटा चाहिँ सन्देश दिउँ। हामी सबै मिलेर बसेका छौँ। आगामी दिनहरूमा पनि हामीले हाम्रो नेक्स्ट पुस्तालाई पनि यो सन्देश दिइराख्नु, ताकि हाम्रो आगामी पिँढीहरूमा पनि यस्ता खालका धार्मिक रूपमा चाहिँ तपाईँको चाहिँ एउटा व्यक्तिको झगडा हुन सक्छ, एउटा चाहिँ कुरा नमिल्न सक्छ, डिफ्रेन्सेसहरू हुनसक्छ, एउटाको कुरा अर्कोलाई चित्त नबुझ्न सक्छ। तर त्यसलाई फेरि धर्मको चाहिँ हुँदैन, त्यसलाई बढाउँदै नगर्दै धार्मिक चाहिँ हिसाबले बढाउनु हुँदैन। यसर्थ पनि यो कार्यक्रमले हामी सबैलाई चाहिँ एउटा चाहिँ आत्मीयता र सद्भावको एउटा चाहिँ सन्देश दिइरहेको छु। यसले चाहिँ त्यसरी सकारात्मक रूपमा चाहिँ अगाडि बढाओस्। यो संस्थाले पनि जुन अहिले तेस्रो पटक चाहिँ यो तेस्रो पटक 30औं पटक यो चाहिँ कार्यक्रम चलोस्। हरेक वर्ष चाहिँ यसरी नै कार्यक्रम चल्दै जाओस्, यसको पनि शुभकामना दिन चाहन्छु। र वडाको हकमा हामी वडा कार्यालयले पनि सधैँ हामी सबै जो वडाभित्र जो संस्थाहरू, चाहे त्यो हिन्दू धर्मसँग सम्बन्धित होस्, चाहे चाहिँ अरू धर्म, क्रिस्चियन धर्म अथवा कुनै पनि धर्म, सबैलाई हामीले समान हिसाबले समान व्यवहार गरेका छौँ। हामी सबैलाई, किनभने सबैलाई हामीले समेटिएन भने हामी एकतर्फी भइयो भने यो समाज चाहिँ तपाईँको चाहिँ भाँडिन्छ, समाज चाहिँ तपाईँको चाहिँ समाज जस्तो रहँदैन। हामी आत्मीय हिसाबले, हामी सबै हिसाबले चाहिँ सँगसँगै गएनौँ भने समाजको विकास पनि सम्भव छैन। हामी सबै पक्षहरू मिलेर नै यो समाजलाई चाहिँ विकास गर्न सक्छौँ। यसर्थ यस्ता कार्यक्रमहरूले सबैलाई समेट्नुपर्छ। के पनि अनुरोध गरेको थिएँ मलाई जुन बेला मैले कुरा दिइराख्नु भएको थियो, यहाँ हाम्रो टोलहरू 70वटा टोल विकास संस्था छ, सचिवसँग टोल विकास संस्थाको अध्यक्षज्यूहरूको सबैको नम्बर माग्नु होला। त्यो टोलबाट पनि सबै साथीहरूलाई हरेक टोल 13वटा 20जना 26जना फेरि थपिनुहुन्छ होइन भनेर त्यसले गर्नु भने थाहा भएन। अझै चाहिँ धेरैभन्दा धेरै उपस्थितिमा यो कार्यक्रम गर्न पाइयो भने यसको अझै सन्देश चाहिँ व्यापक जाने हुँदाखेरि आगामी दिनमा अझ त्यसमा पनि प्रभाव गाउँदै गर्दै मलाई यहाँ गर्दै गएकोमा यस संस्थालाई हार्दिक हार्दिक धन्यवाद। धन्यवाद अध्यक्ष विश्वविद्यालयज्यूबाट असल राम्रो कुरा हामीलाई गरिदिनु भयो हो। उहाँले चाहिँ हामीलाई विगत वर्षमा जो हाम्रो मण्डली बनेको थिएन, हामीले यो कार्यक्रम चाहिँ ब्लड ब्याङ्कमै राखेको थियौँ र उहाँले हामीलाई एउटा सुझाव दिनुभयो। आफ्नै स्थानमा आफ्नै मण्डलीमा राख्नको निम्ति उहाँले हामीलाई सुझाव र सरसल्लाह पनि दिनुभएको थियो, त्यसलाई पनि हामीले मध्यनजर राखेर यो कार्य हामीले गरेका हौँ। त्यसैले उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो, अनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अब हामी अफिस टाइम भएको हुनाले हतार नगरिकन हामीले छिटो
कार्यक्रममा अगाडि बढाउँछौँ। अब हाम्रो कार्यक्रमको चाहिँ शिक्षण गर्नेछ सम्मान। आज हामीले हाम्रा पाहुनाहरूलाई, अतिथिहरूलाई, हाम्रा गार्जेनहरूलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ। अनि देशीय प्राप्त पनि सानो सम्मानको हामीले यो कार्यक्रम राखेका छौँ। ग्रहण गरिदिएर तपाईँहरू गइदिनुहोस् भन्ने म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा अब हाम्रो सम्मानको अतिथि सम्मानको कार्यक्रम अगाडि बढ्दैछ। मैले यस प्रकारले नाम बोलाउँदैछु, तपाईँहरू चाहिँ आइदिनुहोस्। सही प्रकारले मैले नाम बोलाउँदैछु।